नमस्ते। म आज चाहिँ स्थानीयताको प्रमुख प्रशासकीय अधिकृत सामान्यतया गाउँपालिकामा चाहिँ हाम्रो सङ्घीय सरकारले चाहिँ शाखा अधिकृत नवनियुक्त शाखा अधिकृतलाई पठाउने गरेको छ। यो नवनियुक्त शाखा अधिकृतले चाहिँ स्थानीयतामा कतिसम्म चेन्ज गर्न सक्छ त भनेर चाहिँ मैले त्यो विषयमा चाहिँ भन्न गइरहेको छु। यसमा चाहिँ स्थानीयतामा पठाउने शाखा अधिकृतलाई केही च्यालेन्जिङहरू त हुन्छ नै। स्थानीयतामा चाहिँ राजनीतिक नेतृत्वहरू हुन्छन्। उनीहरूको नै निश्चित भनेको चाहिँ उनीहरू जनतासँग केही आशाहरू छरेर चाहिँ त्यहाँनिर निर्वाचित भएर आएको हुन्छन्। उनीहरूलाई चाहिँ एड्रेस गर्न भनेको चाहिँ उनीहरूको आकाङ्क्षालाई पुरा गर्नलाई उनीहरूलाई नि ड्राइभ गर्न भनेको ब्युरोक्रेसीले एकदम मजाले सक्छ क्या। जस्तो चाहिँ स्थानीयताको प्रमुख प्रशासकीय अधिकृतले के बुझ्नु पऱ्यो भन्दाखेरि म चाहिँ सामान्यतया गाउँपालिकाको केसमा गर्छु है। त्यो स्थानीयताको प्रमुख प्रशासकीय चाहिँ त्यो संविधानको मर्म अनुरूप होइन, संविधानको मर्म अनुरूप चाहिँ स्थानीय तहलाई दिएको क्षेत्र अधिकारभित्र रहेर नीति बनाउन सक्यो कि नै, नीति बनाउन चाहिँ पोलिटिसियनहरूलाई चाहिँ गाइड गर्न सक्यो कि नै, एउटा त्यसले मेन रोल खेल्छ। भनेको चाहिँ जुनसुकै क्षेत्रमा पनि नीति बनाउने चाहिँ संविधानले दिएको अधिकार क्षेत्र प्लस स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार क्षेत्र अन्तर्गत रहेर पोलिटिसियनलाई चाहिँ गाइड गर्ने, पहिला नीति बनाउन गाइड गर्ने। अनि सो नीति अनुरूप चाहिँ के गर्ने, सो अनुरूप चाहिँ बजेट विनियोजन गर्न सहयोग गर्ने भनेको चाहिँ स्थानीय तहमा सहयोग गर्ने भनेको चाहिँ हाम्रो स्थानीय तह भनेको एकदम कस्तो छ भन्दाखेरि चाहिँ जस्तो चाहिँ वडाहरू छन् भनेको गाउँपालिकामा कम्तीमा 5 चाहिँ 5, 7, 8 वडाहरू हुन्छन्। त्यो वडाहरूमा चाहिँ कस्तो अधिकार दिनुपर्छ कस्तो अधिकार दिनुपर्छ भन्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ वडाहरू चाहिँ आफूले गर्न सक्ने कामहरू चाहिँ वडैदेखि गर्ने कि। जस्तो चाहिँ गाउँपालिकामा चाहिँ धाउनु नपर्ने कि। जस्तो चाहिँ वडामा हुने चाहिँ सामान्य व्यवस्थापन चाहिँ उनीहरूले चाहिँ कसको वडा समितिलाई चाहिँ कतिसम्मको अनुभव दिनु भनेको जिम्मेवारी अथवा अधिकार दिनु पऱ्यो भन्दाखेरि खर्च गर्ने। उनीहरूले आफ्नो वडाको समितिको बैठक बस्दा, वडाको अनुगमन गर्दा, प्लस अतिथि सत्कार प्लस टोल विकास समितिलाई समेत परिचालन गर्न सक्ने चाहिँ वित्तीय अधिकार दिनु पऱ्यो। भनेको चाहिँ त्यहाँनिर वडा सचिवले चाहिँ चेक काट्ने अथवा चेक काट्ने सिस्टम नभए खर्च गर्ने अधिकारी, वडा अध्यक्षले खर्च गर्न पाउने अधिकार अख्तियार दिनु पऱ्यो। भनेको चाहिँ वडा अध्यक्षलाई एउटा के अरे झन्डा चेन्ज गर्नु पऱ्यो भने गाउँपालिका ताग्नु नपर्ने चाहिँ वडा अध्यक्षलाई एउटा चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ कुनै चाहिँ वृद्धहरू चाहिँ एकदम अपाङ्ग छ भने उसलाई चाहिँ 2000सम्म अथवा चाहिँ मिनिमम भनेको उसको प्रकृति हेरिसम्म थोरैसम्म पनि वडा समितिले चाहिँ राहत दिने गरिसक्ने चाहिँ व्यवस्था हुनु पऱ्यो। भनेको चाहिँ कम्तीमा पनि एउटा सामान्य वडालाई 5 देखि 10 लाख रुपियाँ चाहिँ बजेट विनियोजन गरिदिनु पऱ्यो। भनेको चाहिँ त्यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ उनीहरूलाई राजस्व उठाउन सहयोग गर्नु भनेको उनीहरूलाई राजस्व परिचालनमा नि त्यो अनुरूप चाहिँ के दिने, टार्गेट दिने होइन। त्यसै गरी त्यो अनुरूप टार्गेट दिएपछि चाहिँ उनीहरूले खर्च गर्ने अधिकार दिएपछि उनीहरू चाहिँ के हुन्छन् भन्दा सेल्फ मोटिभ हुन्छन्। भनेको चाहिँ अहिले चाहिँ वडा अध्यक्षले एउटा पेन किन्ने समेत अधिकार, कोही गाउँपालिकाहरूले चाहिँ एउटा पेन किन्ने अधिकार समेत चाहिँ दिइरहेका हुँदैन कि। यो चाहिँ भएन नि त, यो संहिताको मर्म त भएन नि त हो। यसलाई कसले एड्रेस गर्ने भनेको त्यो आउने प्रमुख प्रशासकीय अधिकृतले। उसले कति बुझिया छ स्थानीय तह, कति बुझिया छ पोलिटिकल सिस्टम, कति बुझिया छ ब्युरोक्रेसी भन्ने चाहिँ हुन्छ। अब उसले चाहिँ अब एउटा त त्यो भयो होइन। अर्को चाहिँ कर्मचारीले परिचालन चाहिँ कसरी गर्छ भन्ने भयो कि। त्यहाँनिर चाहिँ एउटा वडा सचिवलाई चाहिँ उसले कसरी परिचालन गरेको हुन्छ, उसलाई चाहिँ कसरी चाहिँ गाइड गरिरहेको हुन्छ भन्ने कुरालाई नि के भन्छ स्थानीय तहमा चाहिँ परिवर्तन भनेको चाहिँ सेवा व्यवस्थापन चाहिँ कसरी गर्न सक्छ भनेको चाहिँ वडा सचिवहरू भनेको चाहिँ जनताको एकदम नजिक रहेर सेवा पर्व गर्ने भन्ने हुन्छ। तिनीहरूलाई चाहिँ कसरी चाहिँ परिचालन गर्छ भनेको चाहिँ एउटा यसो गाउँपालिकाको कार्यालयमा बस्ने कर्मचारी र त्यहाँ बस्ने कर्मचारीहरूको सेवा सुविधा कस्तो छ हो, त्यसलाई नि यस्तो एनालाइसिस गरेर चाहिँ त्यसलाई डिफेन्स गर्न सक्ने अथवा त्यो अनुरूप चाहिँ हाम्रो पोलिटिकल सिस्टम चाहिँ आफै चाहिँ ब्युरोक्रेसीले बाँध्यो भने चाहिँ बाँधिन्छ है। म चाहिँ यो भन्छु दुःख गर्यो भनेको चाहिँ यस्तो हुन्छ कि पोलिटिसियन सिस्टमसँग चाहिँ केही ठाउँमा चाहिँ चुनौतीहरू छन् त म मान्छु। भनेको चाहिँ अब योजनाहरूको अनुगमन मूल्याङ्कन सम्बन्धमा भन्दा नि योजनाहरू उनीहरू चाहिँ अलि महत्त्व कुनै ठाउँमा चाहिँ अलिक बढी महत्त्वकाङ्क्षी हुने अनि कुनै अनियमित प्रवृत्तिहरू बस्ने भनिन्छ। तर एकदम प्रमुख प्रशासकीय अधिकारीलाई 2 देखि 3 वर्षसम्मको स्थानीयतामा चाहिँ काम गर्न दिने अवसर सृजना गर्यो। अनि जो अनुरूप चाहिँ ब्युरोक्रेसी भनेको पोलिटिसियन
सिस्टमले चाहिँ सहयोग गर्यो भने चाहिँ एकदम चेन्ज गर्न चाहिँ सक्छ है। अब त्यस सम्बन्धमा चाहिँ हाम्रो यो शिक्षा सम्बन्ध व्यवस्थापनमा नि स्थानीय तलै दिएको अधिकार क्षेत्रमा प्रयोग गरेर चाहिँ मजाले चाहिँ व्यवस्थापन भनेको चाहिँ शिक्षालाई चाहिँ परिवर्तन गर्न सक्छ एकदम होइन। अनि त्यसमा चाहिँ स्वास्थ्यको क्षेत्रमा पनि एकदम भनेको उसले चाहिँ बुझेको कस्तो छ। स्वास्थ्य चेन्ज गर्ने भनेको चाहिँ खालि चाहिँ त्यो एउटा चेन्ज मात्रै हुने होइन क्या, त्यसलाई चाहिँ अलिकति चाहिँ पोलिसी चेन्ज गर्ने भनेको चाहिँ आफूलाई दिएको अधिकार क्षेत्रमा चाहिँ पोलिसी चेन्ज गर्ने भनेको चाहिँ पोलिसी चेन्ज गर्ने भन्दा पनि पोलिसी चाहिँ बिल्ड गर्ने क्या, बिल्ड गर्नै थाहै छैन कि धेरै जस्तो आफ्नो नवनियुक्तहरूलाई हो। त्यसो गर्दा अनि कर्मचारीले कसरी मोटिभ गरेर सेल्फ मोटिभ गर्ने भन्ने कुराहरू पनि प्रमुख सर्टिफिकेटमा हुनु पऱ्यो। भनेको चाहिँ उसले चाहिँ आफ्नो अनुयायीहरूले कसरी परिचालन गर्छ भनेको चाहिँ उनीहरूलाई चाहिँ होइन जसरी पनि गर्नु पर्ने भनेको चाहिँ उनीहरूलाई चाहिँ त्यो एकदम प्रेसर दिनुपर्छ जस्तो मलाई फिलै हुँदैन कि। स्थानीय त यति मजाले काम गर्न सकिन्छ होइन, एउटा फ्रेस अफिसरले चाहिँ होइन। त्यहाँनिर लिएर आयोजना व्यवस्थापनदेखि लिएर हाम्रो चाहिँ कार्यालय व्यवस्थापनका सम्पूर्ण भनेको चाहिँ जिन्सी व्यवस्थापन होइन, त्यस पछाडि लेखा व्यवस्थापन होइन, त्यस पछाडि यो कर के अरे राजस्व परिचालन यति व्यवस्थित गर्न सक्छ त्यो प्रमुख प्रशासकीय अधिकारीको अनुभव भनेको चाहिँ उसमा चाहिँ डेडिकेसन कस्तो छ भनेको त कर्मचारीलाई पनि यस्तो राम्रोसँग परिचालन गर्न सक्छ भनेको चाहिँ अधिकार दिएछ नि स्थानीयलाई। यद्यपि चुनौतीहरू हुन्छन् जहाँनिर चाहिँ अवसर हुन्छ त्यहाँनिर चाहिँ चुनौती पनि हुन्छ भन्ने कुरालाई चाहिँ बुझेर चाहिँ उसले चाहिँ काम गर्न सक्यो भने चाहिँ प्रमुख प्रशासकीय अधिकारीले चाहिँ चेन्ज गर्न सक्छ। यद्यपि चाहिँ स्थानीयतामा चाहिँ अलिकति चाहिँ सिस्टम बसाल्न चाहिँ सकिन्छ जस्तो मलाई चाहिँ हुन्छ। त्यो सिस्टम बसाल्नलाई पोलिटिकल सिस्टम चाहिँ अलिकति चाहिँ अन्डरस्ट्यान्डेबल लेभल छ भने त्यो पोलिटिकल सिस्टम भनेको चाहिँ त्यो पोलिटिकल लिडरसिपहरूलाई नि के गर्न सकिन्छ, उनीहरूको मन जितेर भनेको चाहिँ उनीहरूलाई नै परिचालन गर्ने हो कि प्रमुख प्रशासकीय अधिकारी भनेको उनीहरूलाई चाहिँ नीति बनाउन परिचालन गर्ने अनि स्वयं रूप चाहिँ कार्य गर्न सजिलो पार्ने हो कि हो। त्यसरी गर्न सक्यो भने स्थानीयतामा काम गर्न सक्छ। यद्यपि सिस्टम नबस्नसम्म चाहिँ गाह्रो चाहिँ सुरुमा चाहिँ गाह्रै छ भनेको चाहिँ अलिकति विगतका तुलनामा भनेको विगत कसरी भनेको चाहिँ हाम्रो संहिता कार्यान्वयन पश्चात चाहिँ त्यहाँनिर चाहिँ कस्तो सिस्टम बसिसकेको छ भनेर चाहिँ त्यसले चाहिँ अलिकति चाहिँ इफेक्ट गर्छ। तर अलिकति स्ट्रङ डेडिकेसन अलिअलि स्ट्रङ भएर चाहिँ हामीले चाहिँ पोलिटिकल लिडरसिपलाई नै परिचालन गरेर चाहिँ बजेट एलोकेसन गर्न सकियो भने चाहिँ अथवा चाहिँ हामीले पोलिसी फर्मेसन गर्न सकियो स्वयं रूप चाहिँ गर्न सकियो भने चाहिँ एकदम सबैलाई चाहिँ परिचालन गर्न सकियो भने चाहिँ राम्रैसँग चाहिँ हामीले स्थानीयतामा परिवर्तन एक लेभलको परिवर्तन चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ है। हस्, धन्यवाद।